लगभग नदीबाट 300 मिटर माथिसम्म खोला आयो। अहिलेसम्म सम्पर्कमा नआउने चाहिँ मेरो ओडामा 40 जना पुग्यो। हामीहरूले त्यति पूर्व जानकारी नगराएको भित्र त्रिशुली बजारको त्यो दायाँ बायाँका सोच्नै नसकिने क्षति हुन्थ्यो। आज रसुवा बाढीले सबैभन्दा क्षतिग्रस्त हुने मध्येमा बिदुर पनि पर्यो। हजुर त्यहाँको जनप्रतिनिधि हुनुहुन्छ, पछिल्लो अपडेट के छ सर त्यहाँको? त्यहाँ अहिले लगभग त्रिशुली बजारको आधी भूभाग सबै बगाएको छ। हजुर त्यहाँ बगाउनेमा सबभन्दा धेरै क्षति नेपाल विद्युत प्राधिकरणको जुन 21 सालमा नवनिर्मित पावर हाउस पनि पूर्ण रूपमा क्षति भएको छ। पावर हाउस नै देखिँदैन। अनि सबभन्दा ठुलो स्कुल नुवाकोट जिल्लाको जीवन त्रिशुली महाविद्युत त्यो पनि छैन। मठ मन्दिरहरू छैन। बजारको खोला छेउको दायाँ बायाँको कुनै पनि घर छैन र भित्र बजारमा जुन ऐतिहासिक पुरानो साँगु बजार भन्ने गरिन्थ्यो त्यो बजार पनि आफ्नै बजार छैन। हामीले चाहिँ सूचना पाउन साथ त्यो सूचना सम्प्रेषण गरेर माइकिङ गरेर प्रत्येक घर घरमा छिरेर खोला छेउको मा बसोबास गर्नेहरू जतिलाई चाहिँ हामीले जानकारी गरायौँ र उहाँहरूलाई सुरक्षित गर्नतिर अग्रसर भयौँ। तर खोला यति ठुलो आयो कि हामीले सोचेकै थिएन। लगभग नदीबाट 300 मिटर माथिसम्म खोला आयो। 250 देखि 300 मिटर माथिसम्म खोला आएपछि माथिल्लो भागमा बस्ने मान्छेहरू चाहिँ त्यहाँसम्म खोला आउँदैन भनेर बसिराख्नेहरू चाहिँ धेरै हताहत भएको छ। अहिलेसम्म पनि खोजी कार्य र उद्धार कार्य जारी छ। अहिले भर्खरै म ब्यारेकमा छु। ब्यारेकबाट भर्खरै हेलिकप्टर पठाएका छौँ उद्धार गर्नको लागि। पछिल्लो समयको अपडेट अनुसार चाहिँ मानवीय क्षति वा कुनै विवरण र बेपत्ता भएको कुनै विवरण आएको छ सर हजुर कहाँ? हामीहरूले त्यति पूर्व जानकारी नगराएको भित्र त्रिशुली बजारको त्यो दायाँ बायाँका सोच्नै नसकिने क्षति हुन्थ्यो। अहिले 40 जना पुग्यो सम्पर्कमा नआउने र अझ पनि त्यहाँनिर चाहिँ मान्छे छ भनेर खबर आएको हुनाले अहिले भर्खरै पनि पठायौँ होइन। अब सायद त्यो मान्छे भेटियो भने कम हुन्छ, नत्र भेटिन अहिलेसम्म मैले पाएको जानकारी अनुसार चाहिँ 40 जना जति मान्छे चाहिँ सम्पर्कमा छैन। त्यो चाहिँ एउटै वडा अर्थात् विदुर नगरपालिका वडा नम्बर 1 को कुरा गर्दैछौँ हामी। वडा नम्बर 1 कै हो। अनि अब अर्को वडाको कुरा गर्नुहुन्छ भने मैले अलिकति जानकारी पाएको अनुसार यो सोले भन्ने ठाउँ 10 र 7 नम्बर वडा पर्छ। त्यहाँ 65 जना मान्छे चाहिँ अहिलेसम्म बेपत्ता छ भन्ने मैले जानकारी पाएको थिएँ। तर मेरो वडा होइन त्यो। मेरो वडाको चाहिँ मैले हजुरलाई जानकारी गराएँ र प्रत्यक्ष 6-7 जना मान्छे चाहिँ बगाएर लगेको नै छ होइन, देख्नेहरू नै छ। अरू चाहिँ अहिलेसम्म सम्पर्कमा नआएको हुनाले केही भन्न सकिन्न। अन्य त्यो विदुर हजुरले वडा नम्बर 1 को त्रिशुलीको विशेष गरी त्रिशुलीको जानकारी दिनुभयो। त्यो विदुर नगरपालिकामा पर्ने अन्य बजारहरूको अवस्था के छ सर? हजुरले के अपडेट पाउनु भएको छ? त्रिशुली छ, विदुर नगरपालिकाको 10 नम्बर वडाको बेत्रावती बजार पनि तहस नहस नै छ। वडा नम्बर 7 को टुप्चे बजार पनि क्षतिग्रस्त छ, स्पेसली छिपी 4 टुप्चे। अनि त्यसपछि वडा नम्बर 5 को देवीघाट बजार पनि लगभग सबै बगाएको नै छ। अनि यो क्षेत्रमा रहेका पक्की पुलहरू सबै क्षतिग्रस्त छ। पुल नै छैन, पुल पनि बगाएको नै छ। हजुरले पूर्व जानकारी गरायौँ, माइकिङ गर्यौँ भन्नुभयो, तर पनि 40 जना हजुरको एउटाबाट 40 जना बेपत्ता हुनुभएको जानकारी पनि गराउनु भयो। पूर्व जानकारी गराउँदै पनि त्यत्रो सङ्ख्यामा किन भयो सर? त्यत्रो सङ्ख्यामा बेपत्ता हुनेको सङ्ख्या किन धेरै भयो? नदी आसपास क्षेत्रमा चाहिँ हामीले जानकारी गरायौँ होइन। अब नदी बढ्यो भने नदी आसपास क्षेत्रमा आउने भनेर जानकारी गराउँदा केही व्यक्तिहरू चाहिँ अलिक अटेर गरेर बस्नेहरू चाहिँ 2-4 जना 5-10 जना चाहिँ गयो होला त्यहाँबाट। तर भित्र बजारमा त्यहाँ नदी आउँदैन भनेर सुरक्षित नै छौँ हामी भनेर भित्र बजारभन्दा पनि अझ पछाडि बसिराख्नेहरू नै अहिले सम्पर्कमा नभएको हुनाले अब त्यति माथि नदी आउँछ भन्ने कुरा हामीले अनुमान पनि लगाएनौँ। नदी त नदीको क्षेत्रबाट लगभग 50-100 मिटरसम्म आउने हो भन्ने हिसाबमा बस्यौँ। तर धेरै माथिसम्म नदी आएको हुनाले यो चाहिँ हामीले अहिलेसम्म नसोचेको र यहाँ अब ढुङ्गे क्षेत्रमा कहिले नदी आएको थिएन। ढुङ्गे बजार क्षेत्र जुन रसुवा जाने बाटो छ त्यहाँ पनि पुरै लगभग 1 तला जति लेदो नै जमेर बसेको छ। यहाँ बागवानी केन्द्र छ, बागवानी केन्द्र पुरै नदी छिरेको छ। यहाँ सोचेको अकल्पनीय तरिकाले नै नदीभित्र पसेको हुनाले हामीले चाहिँ त्यति गर्न सकेनौँ। तर पनि हामीहरूले त्यति पूर्व जानकारी नगराएको भित्र त्रिशुली बजारको त्यो दायाँ बायाँका सोच्नै नसकिने क्षति हुन्थ्यो। हजुरले दुईटा कारण भन्नुभयो नि, एउटा चाहिँ नदीको बहाव चाहिँ अकल्पनीय तरिकाले माथिसम्म झन्डै 250 देखि 300 मिटरसम्म माथि पुग्यो भन्नुभयो, जसका कारण माथि रहेका स्थानीयहरूलाई असर गर्ने नै भयो। अर्को भनेको चाहिँ अटेर गर्नेहरू पनि भन्नुभयो सर, अटेर गर्नेको सङ्ख्या पनि रहेछ है केही चाहिँ? अटेर गर्नेको सङ्ख्याहरू पनि अब आइहाल्छ, यो गइहाल्छ। हरेक वर्ष खोला बढ्यो भनेर वडाबाट जानकारी हुन्छ, यही छेउसम्म आउने हो, योभन्दा माथि जाँदैन भनेर हेर्नलाई बस्याहरू होला सायद, मलाई चाहिँ त्यस्तो लाग्छ।
उनीहरू चाहिँ बेपत्ता छ अहिले? उनीहरू बेपत्ता छ। अब चाहिँ उद्धारको कामहरू, राहतको कामहरू चाहिँ कसरी अगाडि बढाउनु भएको छ सर हजुरहरूले? उद्धारको कार्य त नेपाली सेना बाहेक अर्को सम्भव नभएको हुनाले नेपाली सेनाबाट नै भइरहेको छ। अनि रेड क्रस पनि खटेकै छ। हामी पनि आफ्नो तर्फबाट जनप्रतिनिधिहरू पनि ठाउँ ठाउँमा खटि नै रहेका छौँ। राहतको लागि चाहिँ त्रिशुली बजारको पुरानो बजारको भागको मान्छे चाहिँ माथि कलोनी भन्ने ठाउँमा सेल्टर बनाएका छौँ हामीले। त्यहाँको हाटी गाउँडाको भैरवमाही भन्ने स्कुलमा उहाँहरूको लागि खाना र बस्नको लागि त्यता व्यवस्था गरेका छौँ। र विद्यार्थीहरू 35देखि 40जना चाहिँ विद्यालयको प्रधान अध्यापकसँगै हुनुहुन्छ। हाम्रोमा होस्टेल पनि थियो, होस्टेलका विद्यार्थीहरू उहाँले चाहिँ एउटा चर्च स्कुल थियो, त्यहाँ स्कुलमा व्यवस्थापनको लागि राखेका छौँ। नदीभन्दा यताको भागलाई चाहिँ हामीले बितुर भटारमा चाहिँ गराउँदैछौँ। जस्तो बाढीको पूर्वानुमान हजुरलाई कति बेला आयो, त्यसको पूर्वानुमान आएको जानकारी, माथिबाट रसुवामा बाढी आइसक्यो भनेको जानकारी कति बेला आयो, अनि त्यो समय आएको कति घन्टापछि चाहिँ विदुरसम्म त्यो बाढी पुग्यो सर? सर्वप्रथम मलाई माथिबाट हाम्रो एकजना पत्रकार दाजु हुनुहुन्छ ज्ञानु नेपाली भन्ने, उहाँले खबर गर्नुभयो। त्यसको लगत्तै हाम्रो विदुरको शरण उत्सुक सापकोटा त्रिशुली प्रभा चलाउने पत्रकारज्यूले मलाई खबर गर्नुभयो। अनि मैले रिकन्फर्मको लागि एसपी साहबलाई फोन गरेँ। एसपी साहबले पनि हो तिमुरे बजार बगाइसकेको छ, तपाईँले तुरन्तै गराउनुहोस् भनेर मलाई भन्नुभयो। ठ्याक्कै सूचना सम्प्रेषण गरेको 40 मिनटमा नदी आइपुग्यो त्रिशुली। भनेपछि लगभग 9-10 बजीतिरको कुरा गर्दै हुनुहुन्छ हजुर? हजुर। ओके, 9:15 बजीतिर हजुरलाई जानकारी आयो। त्यसको 40 मिनटपछि चाहिँ 9 होइन, पौने 9 बजे जानकारी आयो। पौने 9 बजे नै सूचना सम्प्रेषण गरेपछि 9:30 बजेतिर चाहिँ त्रिशुली बजारमा नदी आइपुग्यो।